Hello everyone, welcome back to my another Karma Sampai vlog channel. So आज चाहिँ लास्ट डे है हाम्रो अलैँची को र अहिले चाहिँ सुकाइराखेको छ हो, भट्टीमा लगाइराखेको छ। आगो चाहिँ यताबाट पनि लगाइरहेछ, उताबाट पनि लगाइरहेछ। माथि गएर देखाउँछु ल गाइस तपाईहरुलाई म। यहाँ हो अब हामी चाहिँ यहाँ भट्टीमा ढुङ्गिरहेछ। यहाँ छ ममता दिदी, यहाँ छ आशिष दाजु हो, पानी थापिरहेछ। गाइस हेर्नुस् ल, माथिबाट म देखाउँछु तपाईलाई। यही मैले जुत्ता लगाइरहेको छु हो, जुत्ता चिप्लिन्छ नि त नभए। सुकाइरहेछ हामीले यहाँनिर, सबैजना सुतिसकिसक्यो हो। यसरी आगो लगाइरहेछ, धुवा आइरहेछ हो। हल्का सुक्दैछ अहिले चाहिँ, कता कता सुकिसकेछ हो, कता कता चाहिँ सुक्नु बाँकी रहेछ नि त। सुक्दैछ, हल्का रमाइलो हुनुहुँदैछ आशिष दाजुले चाहिँ हो। यस्तो छ अलैँचीको, सुकिरहेछ। म चाहिँ खाँदिनँ गाइस, किनकि अस्ति यही अलैँचीले गर्दा मेरो घाँटी बिग्रिरहेछ हो। यहाँ मेरो माथि रेनकोट सुकाइरहेछ। यहाँ चाहिँ भट्टीमा आगो लगाएर, बाटो चाहिँ यस्तो छ गाइस, लड्यो भने चाहिँ त्यहाँदेखि लुगा सुगा सबै जान्छ हो। जुत्ता एकदम सबै भिज्यो, पानी पनि परिरहेछ, आगो लगाइरहेछ। माथि चाहिँ हाम्रो गाई गोडो लाउ, फ्ल्यासलाइटले गर्दा र पानीले गर्दा केही देख्दैन रहेछ। पानी हल्का हल्का परिरहेछ नि त गाइस, कि देखेको छैन। आगो चाहिँ मजाले बोलिरहेछ यहाँनिर। मौसम टिप्ने बेला भयो भने देखेँ। मौसम त टिप्ने बेला भएको छैन गाइस, अन्यारोमा देखाउँदैछु ल म तपाईँहरूलाई। यहाँनिर मौसम चाहिँ यहाँनिर यस्तो भइरहेको छ अहिले। मौसम पनि हो कि त हो, यो त हो नि हो, मौसम त हो त गाइस। मौसम चाहिँ नि तापले नथाम्नु सकेर नि लडेछ हो। ला मैले गर्दा झन् लड्यो। कुछ अच्छा करना मतलब के भन्छु तँलाई, कि राम्रो काम गर्नु जान्छु हो, काम बिगारी राखेर आउँछु भने जस्तो भइरहेछ गाइस। लडेछ है मौसमको टाप हो, यस्तो छ मजाले आएको रहेछ। कोही चाहिँ सुकि पनि सकिसकेछ मौसम माथि हो, यस्तो हुन्छ नि। कोही चाहिँ सुकिसकेछ। अब घाम लागेको बेलामा चाहिँ नि सबै बोट टापैसँग उखाली राखेर चाहिँ त्यहाँदेखि मौसम टिप्नुपर्छ गाइस। अब मौसम टिप्ने टाइम पनि आउँदै रहेछ। यो चाहिँ हो कालो सिमी है आशिष दाजु, के भन्छ यसलाई? घिउ सिमी गाइस, घिउ सिमी पनि हेर्नुहोस् यहाँनिर हो। अब भोलि बिहान त अब यहाँनिर मौसम रहेछ। यो चाहिँ कम्ती रहेछ, यसको चाहिँ हो कम्ती बोटमा रहेछ। बेसी मल बोकेको यो चाहिँ सिमी हो, दाल खाने सिमी। यो चाहिँ टिप्ने टाइम भइसकेको रहेछ हो यो गाइस। यहाँ चाहिँ अस्ति बहिनी आनालाहरूले रोपेको साग हो यो चाहिँ हो। सागै साग छ, खै यो पानीले गर्दा के देख्दैन रहेछ गाइस। रायो साग भन्छ कि राई साग भन्छ कि के भन्छ, यहाँ चाहिँ सागै साग छ हो। यो चाहिँ हो मौसमको बोट, जो चाहिँ मौसम कम्ती छ। सुकिसकेछ यो चाहिँ। अब अहिले त पानी परिरहेछ हो, पानी परेको बेलामा टिप्नु पनि हुँदैन। अब घाम जुन दिन घाम लाग्छ, घाम लागेको बेलामा बिहान टिप्नुपर्छ। अब यहाँ चाहिँ पानी थापिरहेको छ। अनि बेसी आगो लाग्यो भने पानी बुझाउनुपर्छ क्या आगो। यो चाहिँ के गर्नु लागिराख्नु भएको? ला गाइस मेरो जुत्ता त गयो अब, छि मजाले हिलोमा पस्यो। यो चाहिँ के गर्नु लाग्यो? छोप्नु लागि ममता दिदी चाहिँ हाम्रो यहाँ पहिलाको जब लुती हुँदाखेरिको फोटो हेर्नु हुँदैछ हो।
यो फोटो क्या दामी निस्किरहेको छ नि मेरो दामी निस्कियो यो चाहिँ हो हाम्रो भट्टी ए मेरो बहिनीहरू देखिस् तैँले देखेको छुइनँ सो गाइस अब कति सुकेर कति निस्किँदै रहेछ हो यहाँ पानी लगाउनु भयो बेसी भन्नु नि पानी अघि आगो बेसी लाग्यो भने पानी हाल्नुपर्छ भनेर झन्डै लाग्यो गाइस आगो झन्डै 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 आमा बोरू पनि सुतिसक्नु भएछ अलैँची सुक्दैछ गाइस अहिले अलैँचीको भाउहरू कति छ यसो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनुहोस् ल प्लिज सुक्दैछ सबै सो आजको लागि यति नै टाटा बाई बाई म अहिले मेरो अनुहार चाहिँ देखाउँदिनँ ल किनकि अहिले म कति नमती भइरहेको छु बाई बाई गाइस